नमस्ते, द क्रिटिकमा स्वागत छ। आज हामी नेपालका स्कुलहरूमा कम्प्युटर शिक्षाको अवस्था, खास गरी शिक्षक र पूर्वाधारको पाटोलाई केलाउँदैछौँ। यसमा हामीले पुराना योजना जस्तै त्यो 2013 को आइसिटी मास्टर प्लान अनि अहिले भइरहेका बहसहरूलाई हेर्नेछौँ। ठिक छ, पहिलो बुदाबाट सुरु गरौँ न त। शिक्षकहरूको क्षमता बढाउने राष्ट्रिय योजना एकातिर अनि अहिलेको भर्ना वा दरबन्दीको कुरा अर्कोतिर, यो तालमेल अलि मिलेन कि जस्तो देखियो नि, होइन? हो, यो निकै महत्त्वपूर्ण कुरा हो। त्यो 2013 को गुरु योजना हेर्यो भने त्यसले त राष्ट्रिय शिक्षा विकास केन्द्र मतलब एनसिइडी का जुन 29वटा तालिम केन्द्र छन् नि, हो ती मार्फत सबै शिक्षकलाई आइसिटी सिकाउने भनेको थियो। तर अहिले खै मन्त्रीज्यूको निर्देशन भनौँ वा अरू प्रयास छुट्टै कम्प्युटर शिक्षक राख्नेमै जोड देखिन्छ क्या। मतलब एउटा बाटोले समयलाई समेट्ने भन्थ्यो, अर्कोले चाहिँ विशेषज्ञ थप्ने। ठ्याक्कै। अब यसमा समस्या के देख्छु भने छुट्टै दरबन्दी मात्रै खोज्दा पुरानै समस्या दोहोरिने डर भयो। जस्तो कि तालिम दिएका शिक्षक नटिक्ने, हैन? अनि दरबन्दी थोरै हुँदा सबै स्कुलमा नपुग्ने। फेरि यसले त्यो ठूलो सोच हरेक शिक्षक नै प्रविधि चलाउन सक्ने हुनुपर्छ भन्नेलाई अलि छायामा पार्छ कि? हो त नि। अनि विश्वविद्यालयहरूले त्यो बिआइसिटिई पढाएर जनशक्ति त निकालेका छन् नि, होइन? उनीहरूको व्यवस्थापन नि? त्यो पनि छ। स्नातकहरू त छन्, तर उनीहरू प्रणालीमा कसरी जोडिन्छन्, उनीहरूको भूमिका के, खालि कम्प्युटर पढाउने मात्र हो कि अरू पनि, यो अलि प्रष्ट छैन। त्यसो भए के गर्ने त? दुवैलाई सँगै लान सकिन्न? छुट्टै शिक्षक पनि राख्ने, अरूलाई तालिम पनि दिने? नसकिने त होइन, तर अलि सोचेर गर्नु पर्यो। पहिलो कुरा त त्यो गुरु योजनाको मूल आशय, मतलब सबै शिक्षकका लागि नियमित एकीकृत आइसिटी तालिम, त्यसलाई प्राथमिकता दिनै पर्यो। त्यो एनसिइडीका 29वटा केन्द्रलाई साँच्चीकै स्रोत साधन दिएर चलाउनु पर्यो। अनि शिक्षक सेवाकालीन तालिम टिपिडीमा आइसिटीलाई अनिवार्य र अलि व्यावहारिक बनाउनु पर्यो। खालि कम्प्युटर खोल्ने बन्द गर्ने सिकाएर भएन। ठिक हो। अनि नयाँ कम्प्युटर शिक्षकहरू नि, उनीहरूको के काम त? उनीहरूको भूमिका महत्त्वपूर्ण छ, तर अलि फराकिलो बनाउनु पर्छ जस्तो लाग्छ। उनीहरूले कम्प्युटर विषय पढाउने त छँदैछ, तर सँगसँगै स्कुलका अरू विषय शिक्षकका लागि आइसिटी मेन्टर वा सहजकर्ता जस्तो भूमिका खेल्नु पर्यो। त्यो कस्तो? मतलब गणित पढाउनेलाई गणितको सफ्टवेयर चलाउन सिकाउने, विज्ञान पढाउनेलाई सिमुलेसनहरू देखाउन सहयोग गर्ने, सामाजिक पढाउनेलाई अनलाइनबाट खोज्न, प्रस्तुति बनाउन सघाउने, यस्तो भूमिका तोकेरै दिनु पर्यो। यो त राम्रो आइडिया हो। यसले त दुवैतिर फाइदा हुने भयो। विशेषज्ञता पनि प्रयोग भयो, अरू शिक्षक पनि सिके। हो नि। अनि अर्को कुरा, त्यो गुरु योजनामै कार्य सम्पादन मूल्याङ्कनको कुरा पनि थियो नि? थियो त। हो, त्यसलाई कडाइका साथ लागू गर्नु पर्यो। शिक्षकको बढुवा, वृत्ति विकासमा आइसिटी कति प्रयोग गर्यो भन्ने कुरालाई साँच्चीकै हेर्नु पर्यो। अहिले नीतिमा त होला, तर व्यवहारमा खै कत्तिको छ। हो, नत्र त तालिम पनि लिने तर प्रयोग नगर्ने हुन सक्छ, एउटा थप बोझ जस्तो मात्रै। बिल्कुल। यो मूल्याङ्कनसँग नजोडिएसम्म पर्याप्त उत्प्रेरणा नहुन सक्छ। ल, यो पहिलो बुदा मतलब मानव संसाधनको कुरा निकै प्रष्ट भयो। अब दोस्रोमा जाउँ, पूर्वाधार। स्कुलहरूमा कम्प्युटर इन्टरनेट पुर्याउन त निकै जोडबल देखिन्छ। बजेट पनि त्यतै खनिन्छ। तर ती साधनको प्रयोग चाहिँ कस्तो छ त? कतै हात्ती आयो फुस्सा जस्तो त भएको छैन। ठ्याक्कै त्यही हो समस्या। यो दोस्रो ठुलो चुनौती नै यही हो। हेर्दा त राम्रै देखिन्छ, नयाँ कम्प्युटर पुगेका छन्। कतै सरकारी अनुदान, कतै सांसद कोष, कतै पालिकाले दिएको, कतै दाताले। तर प्रश्न के हो भने ती कम्प्युटरले विद्यार्थीको सिकाइमा साँच्चै कति फरक पारे त? धेरै ठाउँमा अब मन्त्रीज्यूले नै देखेको कुरा होस् वा पुराना रिपोर्टहरू, अवस्था राम्रो छैन। कस्तो छ त अवस्था? अलि भन्नुस् न। समस्या धेरै किसिमका छन्। पहिलो त चलाउने मान्छे कि छैन, कि भए पनि सामान्य टाइपिङ, इमेल चलाउने मात्रै तालिम छ। शैक्षिक सफ्टवेयर, अरू विषयमा कसरी प्रयोग गर्ने भन्ने ज्ञान छैन। दोस्रो, सामग्री। पाठ्यक्रम अनुसारको, नेपाली परिवेश सुहाउँदो, अलि अन्तर्क्रियात्मक डिजिटल सामग्री कहाँ छ र? एकदमै कमी छ। हो त। तेस्रो, आधारभूत कुरा, बिजुली, इन्टरनेट। बिजुली नियमित छैन, इन्टरनेट सुस्त छ वा छैन। चौथो, बिग्रियो भने बनाउने कसले? मर्मतको झन्झट, खर्च। र सबभन्दा मुख्य कुरा चाहिँ यी सबै हुँदा पनि प्रविधिलाई पठन पाठनमा कसरी जोड्ने भन्ने स्पष्ट शैक्षिक योजना नै छैन धेरै ठाउँमा। अनि परिणाम?
कम्प्युटर कि त थन्किएका छन् धुलो लागेर, कि त प्रिन्सिपलको कोठामा चिठी टाइप गर्ने, हाजिरी रेकर्ड राख्ने जस्ता प्रशासनिक काममा मात्र प्रयोग भएका छन्। विद्यार्थीको सिकाइसँग खासै जोडिएन। यो त लगानी खेर गयो जस्तो भयो नि। त्यसो भए के गर्ने त? कम्प्युटर नकिन्ने? होइन, किन्दै नकिन्ने त भन्न मिलेन, तर हाम्रो प्राथमिकता बदल्नु पर्यो। अहिले जोड कम्प्युटर किन्ने र पुर्याउनेमा छ। हो। यसलाई बदलेर कम्प्युटरको शैक्षिक उपयोग कसरी बढाउने भन्नेमा ध्यान दिनु पर्यो। मतलब जति पैसा हार्डवेयरमा हालिन्छ उति नै वा अझ बढी पैसा शिक्षक तालिममा हाल्नु पर्यो। कस्तो तालिममा? त्यो पनि आफ्नो विषय पढाउन कम्प्युटर कसरी प्रयोग गर्ने भन्ने खालको तालिम। अनि गुणस्तरीय डिजिटल सामग्री बनाउने वा खोज्ने कुरामा लगानी चाहियो। नियमित मर्मत सम्भार र प्राविधिक सहयोगको व्यवस्था मिलाउनु पर्यो। यी दुई कुरा, सामान र त्यसलाई चलाउने क्षमता, सँगसँगै जानुपर्छ। जस्तो तालिमको कुरा गर्दा केही उदाहरण दिनुस् न, कस्तो तालिमले काम गर्ला? तालिम भनेको खालि पावरपोइन्ट यसरी बनाउने भनेर मात्र भएन। शिक्षकले आफ्नो विषय पढाउँदा प्रविधि कसरी उपयोगी हुन्छ भन्ने सिकाउनु पर्यो। जस्तै गणित शिक्षकलाई जियोजेब्रा चलाएर ज्यामिति सिकाउन, होइन? विज्ञान शिक्षकलाई फ्याट जस्ता सिमुलेसन प्रयोग गरेर देखाउन, भाषा शिक्षकलाई अनलाइन स्रोत प्रयोग गरेर पढाउन, सामाजिक शिक्षकलाई गुगल अर्थ वा म्याप्स प्रयोग गरेर भूगोल पढाउन, यस्तो व्यावहारिक तालिम चाहियो। कुनै बेला धादिङको सत्यवती उमाविले यस्तै प्रयास गरेको सुनिन्थ्यो। अनि सामग्री नि, त्यो पनि ठूलो अभाव छ भन्नुभयो। हो, यसमा पाठ्यक्रम विकास केन्द्र मतलब सीडीसीले अलि बढी भूमिका खेल्नु पर्यो। डिजिटल सामग्री बनाउँदा खालि किताबको पीडीएफ मात्र होइन, अलि अन्तर्क्रियात्मक, शिक्षकले सजिलै चलाउन सक्ने, हाम्रो परिवेश सुहाउँदो बनाउनु पर्यो। सँगसँगै त्यो विश्वभरि पाइने खुल्ला शैक्षिक स्रोत, ओपन एजुकेसनल रिसोर्सेसहरू छन् नि, जुन सित्तैमा पाइन्छ, छन् त। हो, तिनीहरूलाई कसरी खोज्ने, छान्ने र प्रयोग गर्ने भनेर शिक्षकहरूलाई सिकाउनु र प्रोत्साहन गर्नु पर्यो। यसले सामग्रीको अभाव केही हदसम्म कम गर्न सक्छ। अनि त्यो ल्याब प्रयोग र मर्मतको कुरा नि, त्यो कसरी मिलाउने? त्यसको लागि पनि अलि नीतिगत र संरचनागत काम गर्नुपर्छ। कम्प्युटर ल्याब खालि कम्प्युटर विषयको घन्टीमा मात्र खुल्ने होइन। अरू विषय पढाउनेले पनि ल म आज यो पाठ पढाउन ल्याब प्रयोग गर्छु भन्न पाउनु पर्यो। तालिका लचिलो हुनु पर्यो। हो त। अनि मर्मतको लागि स्थानीय तहमै वा स्रोत केन्द्र स्तरमा भरपर्दो संयन्त्र चाहिन्छ। बिग्रेको कम्प्युटर वर्षौंसम्म थन्किने होइन कि तुरन्तै बन्ने व्यवस्था हुनु पर्यो। नजिकैको कलेज वा प्राविधिक स्कुलसँग सहकार्य गर्न सकिन्छ कि? ल, पूर्वाधार र त्यसको प्रयोग बीचको खाडोल पुर्ने उपायहरू त यी भए। अब तेस्रो र अलि आधारभूत प्रश्नतिर जाउँलाई त। जाउँ। हामीले स्कुलमा कम्प्युटर किन पढाउने? एउटा छुट्टै विषय भनेर कि अरू विषय सिक्न सजिलो बनाउने औजार भनेर? यो कम्प्युटर शिक्षा र शिक्षामा कम्प्युटर भन्ने कुरामा अलि अन्योल छ जस्तो लाग्छ नि, होइन? तपाईले एकदमै ठिक ठाउँमा समात्नुभयो। यो अन्योल नै धेरै समस्याको जड हो कि जस्तो लाग्छ मलाई। हामी राष्ट्रिय रूपमै प्रष्ट हुन सकेका छैनौँ क्या। हाम्रो प्राथमिकता के हो? गुरु योजनाले त दुवै भनेको थियो क्यारे? हो, गुरु योजनाले त मिलाउन खोजेको थियो। आधारभूत सिप सबैलाई अनि माथिल्लो तहमा विषयसँग जोड्ने र विशेषज्ञता पनि दिने भनेको थियो। तर अहिलेका काम हेर्दा, जस्तो कक्षा 9 र 10मा कम्प्युटर अनिवार्य गर्ने निर्णय, यसले चाहिँ कम्प्युटर शिक्षा मतलब कम्प्युटरलाई एउटा छुट्टै विषयको रूपमा पढाउनेतिर बढी जोड दिए जस्तो देखिन्छ। अनि यसमा के बिग्रियो त? कम्प्युटर अनिवार्य हुनु त राम्रै होला नि? सुन्दा त राम्रो सुनिन्छ, तर यसका जोखिमहरू छन्। पहिले पनि माध्यमिक तहमा ऐच्छिक कम्प्युटर राख्दा खासै प्रभावकारी भएन नि, होइन? शिक्षक मासिकमै लेख आएको थियो। त्यो त हो। शिक्षक र सामान नभएर नाम मात्रको भयो। हो, अहिले अनिवार्य दर्दा पनि त्यस्तै नहोला भन्न सकिन्न। अर्को कुरा, यो अनिवार्य विषयले दिने चाहिँ के हो? सामान्य कम्प्युटर चलाउन सिकाउने मात्र हो कि प्रोग्रामिङ जस्तो विशेष सिप हो? यदि सामान्य साक्षरता मात्र हो भने त्यसलाई त छुट्टै विषय नबनाई अरू विषय पढाउँदै सिकाउन सकिन्थ्यो होला नि? सकिन्थ्यो होला। यदि विशेष सिप हो भने के त्यो सबै विद्यार्थीलाई चाहिन्छ र? अनि हामीसँग त्यो सिकाउने शिक्षक पूर्वाधार छ त? यसो गर्दा कम्प्युटरलाई अरू विषयको सिकाइ सुधार्ने माध्यम, आइसिटी इन एजुकेसनको रूपमा प्रयोग गर्ने ठूलो अवसर चाहिँ गुम्ने हो कि भन्ने डर भयो। तपाईले अघि त्यो फेदप गाउँपालिकाको कुरा पनि गर्नुभएको थियो। हो, केही स्थानीय तहले जस्तै
तेह्रथुमको फेदापले अलि फरक तरिकाले सोचेको देखिन्छ। उनीहरूले कम्प्युटरलाई किताबी ज्ञान मात्र होइन कि अलि व्यावहारिक सिप जस्तै ग्राफिक्स डिजाइन, भिडियो एडिटिङ, हार्डवेयर मर्मत जस्ता कुरामा जोड दिएका छन् रे। यसले त राष्ट्रिय पाठ्यक्रमको त्यो एउटै खालको अलि सैद्धान्तिक बाटोमा प्रश्न उठायो नि। कुन चाहिँ ठिक त? साँच्चै यो त गहिरो नीतिगत बहसको विषय रहेछ। त्यसो भए यसको समाधान के त? कस्तो बाटो अपनाउँदा राम्रो होला? मलाई चाहिँ के लाग्छ भने एउटा प्रष्ट तर अलि लचिलो बाटो चाहिन्छ। जस्तो सबै विद्यार्थीलाई चाहिने आधारभूत कुरा, कम्प्युटर चलाउन, सुरक्षित इन्टरनेट प्रयोग गर्न, अनलाइनमा कसरी जिम्मेवार बन्ने, डिजिटल सिटिजनशिप, यस्ता कुरा तल्लो तह मानौ कक्षा 4 देखि 8 सम्म अनिवार्य र एकीकृत रूपमा सिकाउनु पर्छ। एकीकृत मतलब छुट्टै कम्प्युटर विषय भनेर होइन कि नेपाली पढाउँदा, गणित पढाउँदा, सामाजिक पढाउँदै यी सिपहरू सिकाउने। अनि माथिल्लो कक्षामा नि 9 देखि 12 मा? हो, माथिल्लो तहमा चाहिँ अलि फरक हुनु पर्यो। त्यहाँ वान साइज फिट्स अल गर्नु भएन। स्कुलको अवस्था, शिक्षकको क्षमता, विद्यार्थीको रुचि हेरेर विकल्प दिनु पर्यो। कस्ता विकल्प? एउटा विकल्प हरेक मुख्य विषय जस्तो विज्ञान, गणित, सामाजिक, भाषा आदिको पाठ्यक्रममै कम्प्युटर आइसिटी प्रयोग गरेर गर्नुपर्ने काम जस्तै परियोजना, प्रस्तुति, अनुसन्धान अनिवार्य गर्ने। यसले आइसिटी इन एजुकेसनलाई बलियो बनाउँछ। अर्को विकल्प जसलाई कम्प्युटर विज्ञान, प्रोग्रामिङ, नेटवर्किङमै रुचि छ, उनीहरूका लागि राम्रो ऐच्छिक विषय वा प्राविधिक धार टेक्निकल स्ट्रिम को व्यवस्था गर्ने। तर यो सबैलाई अनिवार्य गर्नु भएन। बुझे। यसले त पाठ्यक्रमै परिवर्तन गर्नुपर्ने देखियो त। पक्कै पनि। राष्ट्रिय पाठ्यक्रम प्रारूप एनसीएफ 2076लाई यही सोचाइअनुसार परिमार्जन गर्नुपर्ने देखिन्छ। आधारभूत तहमा एकीकृत सिप अनिवार्य गर्ने, माथिल्लो तहमा विषयगत एकीकरणलाई जोड दिने र ऐच्छिक प्राविधिक धारलाई बलियो र समय सान्दर्भिक बनाउने। अहिले पढाइने कतिपय कम्प्युटरको कुरा त 10औं वर्ष पुरानो प्रविधिमा आधारित छन् कि? हो त नि। ल, आजको छलफललाई बिट मार्नु पर्दा नेपालको स्कुल तहमा कम्प्युटर शिक्षालाई साँच्चीकै प्रभावकारी बनाउन धेरै काम गर्नुपर्ने देखियो। यो सतै प्रयासले मात्र हुने कुरा रहेनछ। हामीले मुख्य 3वटा गाँठाहरू देख्यौं। पहिलो, शिक्षक तयार पार्ने र व्यवस्थापन गर्ने रणनीतिमा देखिएको तालमेलको अभाव हो। दोस्रो, कम्प्युटर किन्ने तर त्यसको सही शैक्षिक प्रयोग गर्न नसक्ने अवस्था। अनि तेस्रो, कम्प्युटरलाई छुट्टै विषय मात्रै मान्ने कि सिकाइको माध्यम पनि बनाउने भन्नेमा स्पष्ट दृष्टिकोणको कमी हो। र यी गाँठा फुकाल्न हामीले केही उपायहरू पनि छलफल गर्यौं नि, होइन? गर्यौं त। जस्तो एनसीएडी तालिम केन्द्रहरूलाई बलियो बनाउने, टिपिडीमा आइसिटीलाई व्यावहारिक बनाउने, नयाँ कम्प्युटर शिक्षकलाई मेन्टर बनाउने, अनि कार्य सम्पादन मूल्याङ्कनसँग जोड्ने, शिक्षकलाई विषयगत आइसिटी तालिम दिने, स्थानीय सामग्री र ओइआर प्रयोग बढाउने, कम्प्युटर ल्याबको प्रयोग लचिलो बनाउने, स्थानीय स्तरमै मर्मतको व्यवस्था गर्ने, अनि पाठ्यक्रम नै परिमार्जन गरेर आधारभूत तहमा डिजिटल साक्षरता र माथिल्लो तहमा आवश्यकता अनुसार एकीकरण वा विशेषज्ञताको बाटो खोल्ने हो। यी केही सुरुवातका बिन्दुहरू हुन सक्छन्। यिनले अलि सही दिशामा लान मद्दत गर्लान् कि? निश्चय पनि। आशा गरौँ आजको यो विश्लेषणले सम्बन्धित ठाउँमा बस्नेहरूलाई यी कुराहरूमा अझ गहिरिएर सोच्न र केही ठोस कदम चाल्न प्रेरणा दियोस्। त्यही आशा गरौँ। यदि तपाईसँग पनि यस्तै पनि सामग्री छ जसमा तपाईँ हाम्रो यस्तो विश्लेषण चाहनुहुन्छ भने हामीलाई पठाउन सक्नुहुन्छ। अर्को अङ्कमा फेरि भेटौँला। अहिलेलाई नमस्ते। नमस्ते।